नमस्कार साथीहरू, के तपाईलाई मानसिक तनाव छ? मनमा अनियन्त्रित विचारहरूको बाढी आइरहन्छ, अनिद्राको समस्या छ, बेलुकामा सुत्ने बित्तिकै मतलब ओछ्यानमा पल्टिने बित्तिकै 5 मिनेटभित्र निद्रा पर्दैन, टाउको दुखिरहन्छ, माइग्रेनको समस्या छ कि रुगाखोकी लागिरहन्छ, श्वास फेर्न गाह्रो हुन्छ कि सुगर रोग लागेको छ, प्रेसर हाई भएको छ कि प्रेसर लो भएर समस्या भएको छ कि ग्यास्ट्रिक समस्या छ, कब्जियतको समस्या छ, खाना नपच्ने भएको छ कि यौन शक्तिमा ह्रास आएको छ कि टन्सिल भइरहेको छ कि अति मोटोपन वात्त भुँडी निस्किने हुन्छ नि, अति मोटोपन भएको छ कि अति दुब्लो ख्याउटे लिखुरे भएको छ कि यो पाइतालामा पनि नसाहरू धेरै हुन्छ, यो पाइताला पोल्छ, यो कुर्कुच्चा दुख्छ कि यो तिग्रामा नसाहरू गुजुल्टिएको छ कि घोडा दुख्छ कि कम्मर दुख्छ कि साइटिकाको समस्या हुन्छ, ढाडमा नसा च्यापिएको छ कि सर्भाइकलको समस्या छ आदि सम्पूर्ण रोगहरू निको पार्नको लागि यो अकुप्रेसर म्याट र यो अकुप्रेसर ट्विस्टर आएको छ साथीहरू। यो प्लास्टिकले बनेको हुन्छ अथवा काठले पनि बनेको हुन्छ। यो हेर्नुस् त, यो म्याट हो है, अनि यो हेर्नुस्, यो चाहिँ अकुप्रेसर ट्विस्टर हो। यो घुम्छ, यसमा यो म्याग्नेटहरू हुन्छ, यसमा चुम्बकहरू राखेको हुन्छ है, चुम्बक छ, म्याग्नेट छ, यसमा पनि त्यस्तै म्याग्नेट चुम्बकहरू राखिएको हुन्छ। यसमा टेक्दाखेरि पाइतालामा सम्पूर्ण शरीरको नसाहरू जोडिएको पोइन्टहरू हुन्छ, अकुप्रेसर रहेको हुन्छ, अकुप्रेसर पोइन्टहरू रहेको हुन्छ। यसमा टेक्दा पाइतालामा प्रेसर परि नसाका पोइन्टहरूमा थिचिन्छ। यहाँ दबाव पुगेपछि हाम्रो नसामा रगत बन्द भएका ब्लकेजहरू खुल्न जान्छ। नसामा रक्त सञ्चार सुचारू भइरहँदा रगत शुद्ध हुन जान्छ। लगातार रगत सञ्चालन भएपछि हाम्रो नसामा पनि व्यायाम एक्सर्साइज पुग्छ अनि हामी रोगबाट मुक्त हुन पुग्छौं। अक्सिजनको लेभल रगतमा पर्याप्त पुगेपछि हामी स्वस्थ हुन्छौं। यो कति समय कुन बेला प्रयोग गर्ने? यो बिहानमा अथवा बेलुकामा खाली पेटमा 1 वा 2 गिलास मनतातो पानी खानुहोस्। त्यसपछि यसमा टेकेर तपाईले घटीमा 5 मिनेट, बढीमा आधी घण्टासम्म गर्न सक्नुहुन्छ। यसरी सोझो हुने, सोझो भएर टेक्ने। यो टेक्दाखेरि यो भाग छ नि, यो भागमा यसरी म्याग्नेट हुनुमा छुनुपर्छ। यो भाग छ, यो हेर्नुस् है, यो चुम्बक हो, यो म्याग्नेट राखेको हुन्छ। अनि यो अल्को उठेको भाग पनि छ। यसमा ठ्याक्क यसरी टेक्ने, खुट्टा पार्ने, अनि यसरी खुट्टा 40-50 चोटि उठाउने राख्ने। अथवा तपाईले यसमा उठबस, कान यसरी उठबस पनि गर्न सक्नुहुन्छ, अथवा यसरी उठबस पनि गर्न सक्नुहुन्छ। 40-50 चोटि यसमा टेकेर उठबस गर्ने, यो म्याटमा है। अब यसमा पनि त्यसरी नै यो चाहिँ घुम्छ। यो मोटोपन भएको साथीहरूलाई र अति दुब्लोपन भएको साथीहरू अथवा सम्पूर्ण रोग माथि भनिएका रोगहरूमा युज गर्न सकिन्छ। यसमा पनि म्याग्नेट राखिएको हुन्छ साथीहरू।
यसमा टेक्नुपर्छ म्याग्नेटमा। हेर्नुहोस् है, यसरी टेक्ने अनि कम्मर यसरी घुमाउने। ल हेर्नुहोस् है, यो भाग घुम्दैन, यो तलको भाग घुम्छ। हेर्नुहोस्, यसरी 5 देखि 10, 15, 20 आधी घण्टासम्म गर्न सक्नुहुन्छ। यसरी गर्दा यो पेटमा भएको अनावश्यक भुँडीमा भएको बोसोहरू, पेट भुँडीमा अनावश्यक बोसोहरू घट्न गई तपाईँ स्लिम बन्न सहयोगी हुन्छ। हामीले कति समय गर्ने भन्ने प्रसङ्ग आउँछ। यो तपाईलाई रोग बिस्तारै बिस्तारै लाग्दै गएर लामो समयपछि तपाईलाई रोगहरू देखा परेको। त्यसरी नै यो पनि बिस्तारै बिस्तारै गर्दै गर्दै गएर घट्टीमा 3 महिना रेगुलर एक्सरसाइज गर्नुपर्छ। यसको कुनै पनि साइड इफेक्ट छैन। यसको प्रयोगले नाफै नाफा छ जिन्दगीमा। हामी बाँचुन्जेल नाफै नाफाको जिन्दगी हुन्छ यसमा प्रयोग गर्दाखेरि। जसरी हाम्रो घरमा यो बिजुलीहरू वेयरिङ गर्दा अर्थिङ जमिन मुनि अर्थिङ राखिन्छ, त्यसरी नै यसमा चुम्बक राखिएको हुन्छ। त्यसैले यो चुम्बकीय तत्त्वले हाम्रो शरीरका रोगहरूलाई शोषित गरी बिस्तारै बिस्तारै रोगहरू हट्दै जान्छ। यो युवा युवती, वयस्क उमेरका आमा बाबा अथवा 40, 50, 100 वर्षसम्मका बुढाबुढी हजुरबा हजुरआमाले पनि गर्नको लागि सजिलो हुन्छ। यसले सधैँ फाइदा मात्र दिन्छ। यो समय अभाव भएका मित्रहरू अथवा बाहिर पोल्युसन भएको अवस्थामा तपाईलाई मर्निङ वाक गर्नको लागि अथवा इभिनिङ वाक बिहान बेलुका हिँड्न समय पुगेन, अपुग भएको साथीहरू हुन्छन्। समय अपुग भएको अवस्थामा पनि यो घरमै बसेर तपाईले खाली पेटमा 5 मिनट घटीमा बढीमा आधी घण्टासम्म यसको प्रयोग गरेर रोग निको बनाउन सकिन्छ र रोग लाग्नबाट पनि बच्न सकिन्छ। यो म्याटमा टेक्दाखेरि यो होचो अल्गो छ। हेर्नुहोस् त, यो होचो अल्गो भएर बनाएको कारणले अकुप्रेसरको लागि यसमा टेक्दा हामीलाई फाइदै फाइदा छ। हामीलाई यो प्रयोगले हाम्रो शरीरमा भएका केमिकलहरू, खुसी हुने हर्मोनहरू चार्ज हुन पुग्छ। जस्तै डोपामाइन हर्मोन, हामीलाई यो डोपामाइन, ऑक्सीटोसिन, सेरोटोनिन, एन्डोर्फिन हर्मोन रिलिज हुन जान्छ। यो प्रयोग गरेपछि नसामा खूनमा रौँमा हाम्रो चार्ज हुन जान्छ। जसरी मोबाइल हामीले चार्ज गर्छौं त्यसरी नै यसमा टेक्दाखेरि, प्रेस गर्दाखेरि यो कुर्कुच्चा पाइतलामा पोइन्टहरू धेरै हुने कारणले त्यो प्रेसर पर्दाखेरि हामीलाई खुसी हुने केमिकलहरू, हर्मोनहरू उत्पादन भई हामीलाई यस डोपामाइन, ऑक्सीटोसिन, सेरोटोनिन, एन्डोर्फिन जस्ता ग्रन्थीहरू सक्रिय भई, हर्मोनहरू सक्रिय भई हामीलाई खुसी, भित्रैबाट खुसी हर्मोनहरू निस्किने कारणले हाम्रो भित्र मनमा शान्ति, भित्र मनमा खुसी, जे गर्दा पनि खुसी भइरहेपछि हाम्रा यो बाहिरबाट लागेका रोगहरू, मनका विकारहरू, मनबाट नै रोगहरू सिर्जना हुने कारणले त्यो मन भित्रैबाट खुसी बनाइराख्नको लागि यसले सहयोगी भूमिका निभाउँछ। त्यसकारण भित्र मनबाट खुसी भएपछि बाहिरबाट लागेका रोगहरू बिस्तारै बिस्तारै भाग्दै भाग्दै जान्छ अनि हामी एकदम भित्रैबाट ह्याप्पी, मनमा शान्त हुन्छ। मन शान्ति भएपछि रोग लाग्दै लाग्दैन साथी। जब मन अशान्ति हुन्छ अनि हामीलाई बाहिरको रोगहरूले छुन्छ। कसैले केही भनेको पीडा, कसैले केही भनेको हिजोको
कुरा सम्झेको हुन्छौँ, हिजो गरेको साथीहरूले गरेको अपमान सम्झिन्छौँ होइन। आत्मा मनमा अहङ्कारका चोटहरू हुन्छन् अनि त्यसले पिरोल्छ हामीलाई। र भोलिको चिन्ता जुन हाम्रो हातमै छैन त्यसको चिन्ता हुने कारणले हामी भित्र मनमा अशान्ति हुन्छ। अशान्ति हुँदै गएपछि हामीलाई केही गर्न जोस जागर लाग्दैन। त्यस कारणले यो प्रयोग गरौँ, हामीले भरपूर नाफाको जिन्दगी बिताउँ। यो संसारमा जन्मिएर हामीले फाइदै फाइदा लियौँ साथी। निरोगी भएर हाँसी हाँसी बाँचौँ, हाँसी हाँसी हामी खुसी भई दिल साटासाट गरौँ। जय होस्। म योगी मदनको तर्फबाट